हेलो एभ्रिवान, नमस्ते। आज हाम्रो छोटो यात्रा झापा सोमबारेदेखि इलाम कन्यामसम्मको हुनेछ। अब हेर्दै जाउँ। आज हाम्रो चाहिँ कन्यामतिरको यात्रा हो। र हाम्रो यहाँ हाम्रो बसन्ती हाम्रो ड्राइभर भाइ उहाँ हुनुहुन्छ। के परे नाम? हरिचन्द र हरिचन्दको चाहिँ माइक्रो भ्यान चाहिँ पृथ्वीनगरमा एभाइलेबल छ है। कति लाग्छ होला हामीलाई यहाँबाट? 1 घन्टा लाग्छ। आमामा 2 घन्टा लाग्छ। 12 बजी पुग्छौँ भाइ। कति बज्यो अहिले? यता 10:30 भयो। लगभग त्यस्तैतिर पुग्छौँ होला। यो चाहिँ झापाको चन्द्रगढी सदरमुकाम। हामी अहिले चन्द्रगढी आइपुग्यौँ। 12 बजी भाइ। अलितिर गर्दा भइहाल्छ। अहिले हाल्न पर्दैन हौ। के अरे भन्नु अलि साह्रो? ब्याङ्क कार्डको कुरा गरेको। त्यो फेरि छिराइ के भनेको हुन्छ मान्छेहरू। तल यता हेर। तिमीले ल हेर भनेको त लड भनेको छैन त। अब हामी पाहाडतिर लाग्यो। सुत्यो क्या हौ? यो बाटो ठुलो भएछ नि। अनि उता हङकङमा मेसेज केही नगर्ने? यता आज बहिनी थप्यो झन् नानी हेर। मेला लागिरहेको के हो यो चाहिँ रहेछ। ल आज कति वर्ष लगभग 1 वर्ष 2 वर्ष भयो होला कन्याम रहेको। र हाम्रो यात्रा चाहिँ कन्यामसम्म। हाम्रो यहाँ भाइ पनि छ। आज उहाँकै हाम्रो यो बसन्ती गाडी उहाँकै बसन्ती गाडी हो। हामी भेटिरहेको छौँ बसन्तीमा। तर डर रहेछ। मूलपानीतिर गएको जस्तो भएन बहिनीलाई? मूलपानीतिर यस्तै छैन? मुलपानी जाने बाटो यस्तो छ। तर अलिक यस्तो छैन। छैन? छ त त्यो दौडीदेखिको बाटो यस्तो छ। दौडीको साइड पनि गएपछि हेर कुन ठाउँबाट आएको नि? दमली? मूलपानीबाट? काठमाडौँबाट आएको झापा घुम्नु है? हो र? हेरेर मैले बिहारतिर भेट्न मलाई फुत्ता हाम्फाली जान्छ हौ अब त झालबाट। खोइ यता हेर त के साह्रो। आज हामी कतिजना छौँ? आज 1 जना 2 जना 3 जना 4 जना 5 जना 5.5 जना तर यो हिसाबले त फेरि 9 जना मान्छे 5.5 जना
भेनाले अब आफ्नो गाउँठाउँ घुमाउनु ल्याएपछि घुमाउनु पऱ्यो अब नयाँ नयाँ ठाउँ घुमाउने त्यही हो अब अरू केही छैन प्लानिङ घुमाउने भयो गाडीले फनफनी घुमाउँदैछ गाडीले होइन ठाउँ त भेनाले चिनाउनु पऱ्यो नि त हामीलाई हामी त नयाँ आज सल उडाउने कि सलले होइन त सल आज सलको प्रोग्राम छैन सल हिजै उडिसक्यो हिजो होइन अस्ति तर आज चाहिँ सल ल्याउनु पर्थ्यो आज चाहिँ सल नउडाउने भनेर सलवार जब भेनाले बाँध्न दिनु माथि माथि पाउँछ नि मगरको लुगा लगाएर हावाले उडाउँछ माथि मगरको लुगा लगाएर फोटो खिच्नु भिडियो बनाउनु हजुर माथि मगरको लुगा पाउँछ क्या आज तिनैजनाले मुलु हानिदिने भएको ल श्रीमती जामालाई जे पर्छ पर्छ म त लाउँदिनँ है मलाई त 2 जोडी चाहिन्छ होला नि लाउनु पर्छ त सिधा बस न सिधा बेल बाँधेर बाँधेर आएको पेट चार्जवाला गाडी हो यो चार्ज नभएर इभी गाडी भयो क्या इभी यहाँबाट स्टार्ट होइन यहाँबाट हजुर यहाँदेखि कन्याकुमारी आइपुग्छु आज धेरै वर्ष बादमा आयो यो ठाउँ सब बाटो बनाउँदै रहेछ ठिकै छ अहिले बनायो भने पछि बर्खामा दुःख हुँदैन नि है त्यो चाहिँ हो यो बनेको नि त यो बिग्रेको रहेछ पहिला बर्खामा कस्तो हुन्छ त होइन पेन्टिङ गरेको त कता भयो हटाइसक्यो होला पेन्टिङ बाटोमा पुरा पेन्ट गरेको एकचोटि त पुरा भाइरल भएको थियो त्यसले भत्काएर गर नि त अहिले हामी कन्यामको चाहिँ यो एउटा पर्यटक एरिया यहाँ चाहिँ अब अरू केही होइन फोटो मात्रै खिच्ने ठाउँ अब यता हो है लाता लिगाउँछ पहिला एकचोटि यहाँ ड्राई पिकनिक गर्न आएको थियो हामी कति 1 वर्ष 2 वर्षभन्दा अगाडि आज फेरि यो ठाउँमा फेरि आउनु पाइयो खोइ बहिनी आनन्द भयो तिमीले कला बोल्दै बोल्दैन फेरि हाँससँग चाहिँ लु उठा कस्तो लाग्यो बहिनी राम्रो लाग्यो तिमीलाई त अब घरको बरन्डा त राम्रो लाग्ने मान्छे
घरको बरन्डा त राम्रो लाग्ने मान्छेलाई झन् यस्तो ठाउँ आउँदाखेरि त किसिम मेरो लागि खतरा है किसिम भयो मलाई माथि टपमा गएपछि एकचोटि त्यो के अरे ऊ हाल्नु पऱ्यो के हो त्यो ग्लुटेसलाई फुड हाल्नु पऱ्यो कला माथि लकडाउन जाऊँ ऊ त्यो लकडाउनमा गएर आएपछि न्युरो ड्रेस हाल्नुपर्छ म त लाउँदिनँ है लाउँदिनँ म त मन पर्दैन आज हामी कन्यामा आयो अब फर्किन लागेको ल अब मेरो भिडियो चाहिँ म यहीँबाट एन्डिङ गर्दैछु है आज धेरै नबोलिकन भिडियोहरू खिच्यो र आजको लागि चाहिँ यहीँबाटै बाई बाई नमस्ते जय नेपाल